अरे, किनबाट स्टार्ट गर्नु? ओके। अघिको कन्भर्सेसन फेरि रिज्युम गरौँ होइन, जस्तो पाउलोको आइम सरी मेरो अलिकति प्रनाउन्सिएसन यो पाउलो फ्रेरेरो मह्म। अलिकति उ छ। अब उहाँको चाहिँ यो पेडागोजी अफ अप्रेस्ड भन्ने जुन छ नि, अब यसले चाहिँ के बुझाउँछ भने जस्तो पहिला आई थिङ्क भनौँ न, अब यो हाम्रो हाम्रो कन्ट्री कोलोनाइज नभए पनि डिरेक्टली अर इन्डिरेक्टली यो कोलोनाइजडै छ। अरूबाट इन्फ्लुएन्स भएको कुराहरू, अरूबाट सिकेको कुराहरू नै त्यसैलाई नै प्र्याक्टिकल इम्प्लिमेन्ट गरि नै रहेको छ। अनि हाम्रो यो जस्तो अब हामीले भनौँ न, के पढाउने कसो पढाउने भन्ने कुरा त जो पिपल इन पावर अपरेसर्स भन्छ नि, उहाँहरूले बनाएको हो नि त। उहाँहरूले बनाएको कुरा त्यही नै उहाँहरूलाई जे कुरा ठिक लाग्यो, कुन कुरा पढ्नुपर्छ भन्ने जस्तो लाग्यो, त्यही कुरा नै हामीले हरेक डाइभर्स ग्रुपलाई पढाइरहेको छु। जुन हामीले हामीले जस्तो भनौँ न, त्यही कुरा नै पढाइरहेको छु। तर यो पौलोकोले यो उहाँको बुकले के भन्ने कुरा हामीलाई सिकाएको छ भने, त्यो पिपल इन द पोजिसन होइन, जुन अपरेसर्सहरूले बनाएको कुरा सबै कुरो त्यसरी नै भएको, मैले त्यसरी नै हुन्छ भन्ने कुरो त हुँदैन नि त। अब त्यो जस्तो म एउटा अप्रेस्ड के अरे पर्सन हो भने मलाई के पढ्दा राम्रो, मैले कसरी पढ्दा राम्रो, मैले के गर्दा राम्रो भन्ने कुरा त मलाई थाहा हुनु पर्यो नि त। मैले त्यो क्लेम गर्न सक्ने हुनु पर्यो। जस्तो मलाई भनौँ न, मैले कुनै कुरा मेरो मातृभाषामा, मेरो मदर टङमा मैले क्लियरली बुझिरहेको छ। समटाइम्स भनौँ न, मलाई अलाउ पनि गर्नु पर्यो मेरो मातृभाषा बुझ्न वा बुझाउन। जस्तो भनौँ न, मैले आफ्नो कल्चरल एस्पेक्टहरू म पूजा तपाईँहरूसँग सेयर गरेँ, सो मलाई के कुराले बेनिफिट्स हुन्छ, मेरो कम्युनिटीलाई के हुन्छ भन्ने कुरा त्यो कम्युनिटीको मान्छेलाई, त्यो अप्रेस ग्रुपलाई थाहा हुन्छ। त्यो पोजिसनको मान्छेले त्यो मिलोस् नमिलोस् त्यही कुरा राख्न त थाहा हुँदैन। तर यो पाउलोकोले चाहिँ भनौँ न, पेडागोजी अफ अप्रेस्ड भनेको चाहिँ त्यो अप्रेस्डले मागेको कुरा के हो, उनीहरूलाई के सिक्नु परेको छ भनौँ न। एउटा भनौँ न, उनीहरूको त अब धेरै कुराहरू हामीले जनजातिहरूको कुराहरू पनि प्र्याक्टिसेस गर्यो, किनभने अब त्यो त अब होला। अब हामी जनजातिमा पनि कतिवटा एउटा इलाइट ग्रुपकोहरू पनि छ, जस्तो काठमाडौँको नेवारहरू, अरू अरू मैले त्यति ब्राह्मणहरू त जनजातिमै पर्नु भएन होइन, अरूहरू हुन्छ। तर कतिवटा कुरो यो रुरल एरियाहरूतिर चाहिँ अप्रेस्टै भएर बसेको पनि छ नि त। उहाँलाई भनौँ न, उहाँहरूलाई आफ्नो भनौँ न, नेपाली भाषा के अरे नेपाली भाषा बोल्न नआउने मान्छेहरू छन् उहाँहरूलाई, अनि एडुकेसन नेपाली भाषामै दिइरहेछ। हामीले त्यही भएर म्यामले चाहिँ यो कुरा बुझाउनको लागि हामीलाई एउटा के खाम खमा काम मगर के को काम आर्टिकल मगर पनि हजुर। दिनुभएको छ नि त, काम मगर कम्युनिटी हजुर। खाम मगरको होइन। जस्तो भनौँ न, अब त्यो कुन कुरा पढ्नुपर्छ, किनभने प्र्याक्टिकल्ली के कुरा इम्प्लिमेन्ट हुन्छ, कुन कुराले उहाँको पहिलो कुरो त हाम्रो लिभिङकै आउँछ नि त। उहाँको आफ्नो जीवन बाँच्नको लागि कस्तो कुरा जरुरी हुन्छ, लाइफ स्किल के हो, लाइफमा कस्तो छ, त्यो त उहाँहरूलाई थाहा हुन्छ नि। त्यो हिसाबले त अब यो पोलिसी मेकर्सहरू जुन माथिकोमा बसेको छ उहाँहरूलाई त थाहा हुँदैन। सो यो टाइपको अवेरनेसहरू चाहिँ कसरी कल्टिभेट गर्ने त? अब जो जेनेरेसनले भोग्यो त भोग्यो, अब हामीले त त्यस्तो किसिमको पोलिसिजहरू, एडुकेसनल पोलिसिजहरू फर्म गर्नु पर्यो जुन चाहिँ वास्तवमै काम लाग्दो होस्, त्यो अप्रेस्ड ग्रुपलाई पनि उहाँहरूको निड र रिक्वायरमेन्ट अनुसारले बनियोस्। मलाई चाहिँ अहिलेको उसमा, किनभने हाम्रो भनौँ न, मलाई पृथ्वीनारायण शाहको हरेक कुरामा चाहिँ हाम्रो के अरे नेपाल के एउटा साझा फुलबारी हो, चार वर्ण 36 जातको साझा फुलबारी हो। यो एउटा नेवार, एउटा गुरुङ र के अरे ब्राह्मणको मात्र त होइन नि त। यहाँ त अनेकौँ जात जाति छ, त्यो सबैलाई कभर गर्दै गर्दै पनि त लग्नु पर्यो नि त। अनि अर्को कुरा, यो खालि पेडागोजीको कुरा मात्र पनि होइन कि, यसलाई चाहिँ अब कसरी कसरी, किनभने एउटा देश लाई ग्रोथ गर्न, डेभलप गर्न हरेक सेक्टरतिर हामीले ध्यान दिनुपर्छ, हरेक सेक्टरतिर ध्यान दिनुपर्छ। त्यसमध्येमा पनि भनौँ न, अब तपाईँको इन्डिजिनियस नलेजेसहरू कतिको जरुरी छ अहिलेको कन्टेक्समा। त झन् मलाई के लाग्छ भने यो इन्डिजिनियस नलेजहरू चाहिँ एकदमै एकदमै इम्पोर्टेन्ट छ। बिकज तपाईँलाई थाहा छ, यो ग्लोबलाइजेसन भइरहेको छ, यो ग्लोबल वार्मिङको कारणले गर्दाखेरि क्लाइमेट चेन्ज भइरहेको छ। क्लाइमेट चेन्जको गर्दाखेरि देशमा भनौँ न, लास्ट टाइम पनि म यहाँ दार्जिलिङ बस्दाखेरि अल अफ सडन
सेप्टेम्बरको महिनामा तपाईँको त्यत्रो ल्यान्डस्लाइड भएर त्यत्रो मिरिकतिर कति मान्छे मरे। इभन लास्ट टाइम पनि काठमाडौँ नेपालमै पनि कति ल्यान्डस्लाइड भएर कतिको बिग्रियो। यो सबै त क्लाइमेट चेन्जको इफेक्ट हो नि त। सो इन्डिजिनियस नलेजहरू हामीले बच्चालाई दिन सक्यो, उहाँहरूको हिसाबले दिन सक्यो भने त यसलाई पनि त हामीले प्रिजर्भ गर्न सक्छौँ नि त। यो चाहिँ मेरो सानो अन्डरस्ट्यान्डिङ हो। अब अरूहरूको पनि आफ्नो सेयर गर्नु कस्तो रह्यो। ओके, म सुषमा म्यामलाई थोरै क्वेसन सोधेँ फेरि है। टिना म्यामको एकदम एक्सपिरियन्स सेयर गर्नुभएको छ। हजुर अनि खास कि हामी अब यो फेडरल सिस्टममा गयौँ होइन, फेडरल सिस्टममा गएर पहिलाको उसबाट चाहिँ अब यो इन्डिजिनियस नलेज, लोकल आइडेन्टिटी, लोकल निडलाई चाहिँ फोकस गरेर अब चाहिँ गभर्निङ गर्नुपर्छ होइन, त्यहाँबाट रुल्स एन्ड रेगुलेसन त्यसबाट डिराइभ गर्नुपर्छ भन्ने हिसाबले अहिले चाहिँ हामी चाहिँ सेन्ट्रलबाट फेडरल सिस्टममा गयौँ होइन। अब भनेपछि अब यो फेडरलमा जाँदाखेरि त अनि कति 753वटा हाम्रा लोकल लेभल गभर्मेन्ट पनि छन् होइन। म थोरै कन्टेक्स्ट चाहिँ यो चाहिँ लोकल करिकुलम क्या अहिले कति नोटिस गर्नुभएको छ होइन। काठमाडौँ मेट्रोपोलिटन सिटीमा पनि तपाईँको के छ, हाम्रो नेवा भाषालाई के चाहिँ हाम्रो कम्पलसरी बनाएको छैन अहिले चाहिँ त्यो हजुर लोकल नेपाल करिकुलममा। भाषा हजुर हजुर हो, यो कन्सेप्टलाई थोरै के म्याडम यो चाहिँ तपाईँको थोरै सेयर गरिदिनु न, यसलाई चाहिँ कस्तो लाग्छ तपाईँलाई होइन, यसको निड्स होइन। यो ओके कोलोनाइज एक खालको त त्यहाँ फेरि नेवारले त फेरि अरूलाई फेरि के गरे त भन्दाखेरि एउटा कोलोनीमा राखे जस्तो भयो नि त। फेरि जसलाई चाहिँ नेवारीको कति पनि आउँदैन त्यो हजुर कुरालाई चाहिँ थोरै कस्तो लाग्छ त यहाँको एक्सपिरियन्स चाहिँ हजुर म्याम, सुषमा म्याम। यसमा चाहिँ म अलिकति मिक्स रियाक्सन नै दिन चाहन्छु, किन जुन यो अघिसम्म म्यामले टिना म्यामले पेडागोजी अफ अप्रेस्ड भन्नुभयो होइन। मैले चाहिँ यो जुन छ नि यो अप्रेस्डको कुराहरू, यो जुन कम्युनिटीको लोकलाइजेसन कोलोनाइजेसनको कुराहरूलाई चाहिँ एजुकेसन भन्दा पनि यसलाई लाइफसँग नै कनेक्ट गर्न चाहन्छु। किन यो जुन कोलोनाइजेसनको थ्योरिजहरूले हाम्रो एजुकेसनसम्म मात्रै नभएर हाम्रो लाइफस्टाइललाई पनि अफेक्ट गरेको छ। फर इक्जाम्पल इङ्ग्लिस बोल्छ राम्ररी, सी इज सो स्मार्ट, एउटा कन्सेप्ट छ होइन। एकदम राम्ररी खर इङ्ग्लिस बोल्छ, सी इज सो स्मार्ट, जबकि इङ्ग्लिस इज अ ल्याङ्ग्वेज नट अ प्यारामिटर टु चेक समवन्स इन्टेलिजेन्स होइन। सो अब जस्तो लोकल करिकुलमको या केसमा भन्नु हुँदाखेरि चाहिँ डेफिनेटली मेट्रोपोलिटन सिटीमा चाहिँ जुन नेवारी करिकुलम नेपाल भाषा जुन चाहिँ अहिले गरिएको छ त्यसलाई चाहिँ कम्पलसरी उसमा लिएर 8मा चाहिँ जिल्ला स्तरीयमा हजुरको बिएलईको लागि चाहिँ बच्चाहरूलाई हामी प्रिपेयर गराइरहेछौँ। द प्रब्लम इज लाइक फेरि पनि ल ठिक छ लोकलाइजेसन भयो, तर अगेन वी आर किपिङ देम इन स्ट्यान्डर्डाइज टेस्टमै। त्यहाँ गएर के भयो भन्दाखेरि करिकुलममा त राख्यौँ, तर फेरिबाट हजुरलाई परीक्षाको त्यही सिस्टममै हामीले पुस गरिरहेछौँ बच्चालाई। सो अब चाहिँ कस्तो भइरहेछ भन्दाखेरि आई एम गेटिङ मिक्स रियाक्सन। यो होइन कि सबै नेवारी कम्युनिटी चाहिँ ह्याप्पी हुनुहुन्छ भन्ने छैन। कति नेवारी कम्युनिटी यस्तो हुनुहुन्छ बच्चाहरू जो चाहिँ नेवारी भाषा घरमा बोल्नु र एउटा चाहिँ कम्पलसरी सब्जेक्टको रूपमा चाहिँ 8सम्म लग्नु, इट्स टोटली डिफ्रेन्ट थिङ। नन स्पिकरको लागि त इट्स भेरी च्यालेन्जिङ। कतिजना बच्चाहरू 7 पछि 8मा काठमाडौँ मेट्रोपोलिटनभन्दा बाहिर ललितपुरतिरको स्कुलहरू प्रिफर गर्ने पनि वान अफ द रिजन हो। फर इक्जाम्पल मेरै स्कुलको कतिजना पेरेन्ट्सले म्याम यदि यो कम्पलसरी 8मा छ भने हामीले बच्चा चाहिँ ललितपुरतिर सार्नु पर्ला, बिकज त्यहाँ हजुरको नेपाल भाषा इज नट कम्पलसरी। सो भन्न खोजेको हामी एकतिरबाट यो एकदमै आफूमा नै कन्ट्रोभर्सियल छ, बिकज वी आर थिङ्किङ अबाउट लोकलाइजेसनको कुरा गरिरहेछौँ, तर फेरि हाम्रो मनस्थिति कोलोनाइजेसन विचारमै गइरहेको छ, द्याट इज स्ट्यान्डर्डाइज टेस्टमा। सो अब चाहिँ हाई टाइम कस्तो छ भन्दाखेरि चाहिँ अब यदि मेरो स्कुलको कुरा गर्नुहुन्छ भन्दाखेरि चाहिँ नेपाल भाषालाई भाषाको रूपमा मात्रै यो नगरेर चाहिँ एउटा संस्कृतिसँग चाहिँ चिनाउन कोसिस गरिएको छ, जहाँ चाहिँ इन्स्टेड अफ ल्याङ्ग्वेजलाई चाहिँ नेवारी ल्याङ्ग्वेज भन्दा पनि ड्युअल ल्याङ्ग्वेज युज गरेर धेरै तरिकाले चाहिँ हामी ट्राई गरिरहेछौँ। बट स्टिल वी हेभ लट अफ थिङ्स टु डु एन्ड अ लङ वे टु गो। टिना म्याडम हजुर केही अझै अब केही यस्तो सुषमा म्याम होइन, तपाईँको पर्सपेक्टिभलाई चाहिँ मलाई आई फुल्ली अग्री क्या। मैले रिसेन्टली एउटा भिडियो पनि हेरेको थिएँ जुन काठमाडौँ युनिभर्सिटीको प्रोफेसर्सहरू बिचमै यस्तै पोडकास्टमा हेरेको थिएँ क्या। उहाँले एकदमै राम्रो कुरा विचार चाहिँ राख्नु भएको थियो। जस्तो तपाईँले भनेको एकदमै ठिक छ, लोकलाइजको नाममा फेरि कोलोनाइज
नै गरिएको छ। किनभने यसो छ, म एउटा चाहिँ उहाँहरूले राख्नुभएको पर्सपेक्टिभ चाहिँ के भने, अलङ विथ नेपाली भाषा हामी फरेन ल्याङ्ग्वेजेसहरू कतिको सिक्छौँ, कम्पलसरी यो नेपाल भाषा नै नराखेर, जस्तो भनौँ न, म नेवार भएर मलाई नेवार म घरमा बोल्छु, मलाई आउँछ, मलाई गुरुङको तामाङको भाषा मलाई सिक्नु पर्यो, थारूको भाषा कुनै एउटा अर्को ल्याङ्ग्वेज सिकोस् न त, तर यसलाई होइन कि त्यसलाई फेरि प्रमोसन हुने मिडियमै मात्र नभएर एउटा भन्छ नि, एउटा भाषाको रूपमा सिक्ने, आफ्नो देशको काठमाडौँकोलाई मात्र फोकस नगरे एउटा देशको संस्कृतिको रूपमा अहिले अहिले आएर मात्र इम्प्लिमेन्ट भन्यो भने सानैदेखि अब चोइसेसहरू गर्दै लग्दाखेरि कमसेकम अदर देन यो मदर टङ एउटा भाषा अर्को चुज गर न त, त्यसले त इन्टरकनेक्टेडनेस, जस्तो मैले मात्र तपाईँहरूलाई पूजाको महत्त्व बताएर त भएन नि त, तपाईँहरूकोमा पनि त कुनै त्यस्तो कल्चरल एक्सपेक्टबाट कुनै कुरा झल्काउने होला नि त, त्यो पनि त मैले सिक्नु पर्यो नि त। अरू पनि त्यत्रो डाइभर्स पर्सनहरू, डाइभर्स पिपलहरू हाम्रो उसमा छ होइन, त्योबाट पनि त सिक्नु पर्यो। त्यो हिसाबले जान सक्यो भने चाहिँ राम्रो हो। जस्तो म पनि यसमा टोटली अग्री गर्छु। काठमाडौँको लागि मात्र नेपाली भाषा के अरे कम्पलसरी गर्नु भनेको त फेरि 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 त्यही कुरा नै दोहोरिनु हो। फेरि त्यसले गर्दा बरु यसलाई चाहिँ कम्पलसरी नगरिकन चोइसमा गरौँ, तर सिक्न चाहिँ सिक्नै पर्ने। जस्तो भनौँ न, मैले ग्रेड 6मा मैले संस्कृत पनि सिकेको थिएँ, मलाई गाह्रै पऱ्यो पनि, तर लकिली गाह्रो पर्दा पर्दै पनि हटाएँ। त्यस्तै गरेर अब अहिलेको त धेरै मिडियमहरू छ, सिक्ने सोर्सेसहरू धेरै छ होइन, त्यो गर्यो भने चाहिँ राम्रो हुन्छ। जस्तो भनौँ न, अब म्यामै भन्नु, सायद हामीलाई यही कोर्सको इन्फ्लुएन्सेस होला, हामीले क्रिटिकली त्यसलाई क्वेसन गर्न सक्ने हाम्रोमा त्यो कम्पिटेन्सी त डेभलप भयो नि त, किन यो नै गरिएको त भन्ने। अनि यो कोर्सले ल्याएको चेन्जेस त यही नै हो नि। किन नेपाल काठमाडौँमा बस्यो भन्दैमा सबै त नेवार मात्र त छैन नि त, नेवार डोमिनेन्ट छ, तर नेवार मात्र त छैन नि त, त्यहाँ त डाइभर्स ग्रुपहरू नै बस्छ। सो अरू भाषा गर न, अरू भाषालाई पनि इक्वल प्रायोरिटाइजेसन दियो भने फेरि यो त फेरि छुट्याएको जस्तो, म नेवार कम्युनिटीकै बिलङ गरे पनि छुट्याएको जस्तो पनि त भयो। सो आई टोटली अग्री टु यर पोइन्ट म्याम। अब जस्तो भन्नु न, मलाई अब के लाग्छ भने, जस्तो यो कोर्सबाट हामीलाई यतिको क्रिटिकल अवेरनेस आयो, जस्तो यो के अरे पेडागोजी अफ अपरेसनमा पनि हामीले गर्नुपर्ने चाहिँ के हो भने, बच्चाहरूलाई चाहिँ भनौँ न हरेक कुरामा क्रिटिकली, अब बच्चाहरूले एकदमै क्वेसन सोध्ने चाहिँ बनाउनु पर्यो। यो किन भयो, किन नेपाल भाषा त, तपाईँलाई एउटा ब्राह्मणले सोध्न सक्छ, राई होला, लिम्बू होला, थारू होला, उनीहरूले पनि किन नेपाल भाषामा त्यो हजुरहरूले पढाउने, भनौँ न सुषमा म्याम काठमाडौँमै बस्नुहुन्छ, काठमाडौँमा त्यहाँ पढाउने स्कुलमा सबैजना नेवा कम्युनिटीकै त छैन नि त, अरू कम्युनिटीबाट पनि त होला नि त, किन उनीहरूको मदर टङलाई चाहिँ किन साइड गर्यो। जस्तो म एउटा मेरो अर्को नेवार अर्को साथी छ भनेपछि मेरो भाषालाई मात्र भनौँ न, तपाईँ र म केसेसमा कुनै कम्पिटिसनमा जाँदा ओन्ली इफ प्रायोरिटाइज इज गिभन टु माई मदर टङ भनेपछि तपाईँलाई पनि त नराम्रो लाग्छ। हामीले बच्चामा स्ट्याब्लिस गर्नुपर्ने भनेको चाहिँ क्रिटिकल अवेरनेस, कति क्वेसन किन भयो, कसो भयो, किन यो भएन, किन भएन, हामीले अहिले गर्नुपर्ने ग्रुमिङ गर्नुपर्ने अथवा डेभलप गर्नुपर्ने भनेको चाहिँ यो अवेरनेस नै हो बच्चामा, भनौँ न। जस्तो बच्चामा मात्र होइन कि हामी आफै पनि पहिला अवेर हुनु पर्यो नि त। मलाई पनि त कतिवटा कुरो, रुल्स पोलिसिजहरू, इभन इन्स्टिट्युसनकै मन नपर्न सक्छ, इभन देशमा भइरहेको नभन्न सक्छ। मैले जब त्यसलाई क्रिटिकली क्वेसन गर्न सक्ने ममा कम्पिटेन्सी बिल्डअप भयो भने, आई कुड ट्रान्सफर द सेम कम्पिटेन्सी टु माई लर्नर्स होइन। मलाई चाहिँ अब यो कोर्सले मलाई इन्हान्समेन्ट गरेको कुराहरू चाहिँ मैले तपाईँहरूलाई सेयर गरेर आएको छु। सो पूर्ण सर, तपाईँको पनि के छ, कसो छ? ओके, म धेरै अलमोस्ट कुरा आइहाल्यो होइन। फेरि साथीहरूको मैले फेरि यसमै कुरा गर्न खोजेको, हामीले एउटा कोलोनीको कुरा गर्दाखेरि फेरि अरू सेभरल कोलोनीहरू जन्माएका जस्तो लाग्छ क्या यो सिस्टमले चाहिँ होइन। अनि काठमाडौँमा हामीले पहिला चाहिँ यो इङ्ग्लिसलाई बढी फोकस भयो, मिडियम अफ इन्स्ट्रक्सन इङ्ग्लिसमा गयौँ क्या हामी, के सिक्यो भन्ने छैन। अब सामान्य कुरा चाहिँ अब अहिले चाहिँ हाम्रो फेरि ब्याक टु नेचरकै पछाडि फर्क्यौँ हामी चाहिँ। धेरै रिसर्चले पनि भन्यो सोसल चाहिँ नेपाली मिडियम अफ इन्स्ट्रक्सन मात्रै पढाउनु पाइन्छ भनेर चाहिँ चेन्ज भयो स्कुल लेभलमा चाहिँ 12सम्म। हामीले तिज फेस्टिभल भने चाहिँ हाम्रो आफ्नो चाहिँ आइडेन्टिटी छ नि त। तिज फेस्टिभल त हामीले मनाउँछौँ, नेपाली कल्चरमा मनाइन्छ। त्यो फरेन कल्चरमा हामीले चाहिँ न अमेरिकन कल्चरमा छ, न ब्रिटिस कल्चरमा छ।
त छैन। अनि इङ्ग्लिसमा चाहिँ हामीले तिज कल्चर पढ्यौँ भने के सिक्छ होला त बच्चाहरूले चाहिँ, हाउ दे लर्न के। अनि हामी कता कता सिफ्ट भयौँ भन्ने तरिकाले आउँदाखेरि चाहिँ त्यसलाई सोसललाई चाहिँ हामीले चेन्ज गऱ्यौँ। तर अब अहिले आएर त्यो चाहिँ चेन्ज गऱ्यौँ फेरि चाहिँ डिफ्रेन्ट यो लोकल करिकुलममा चाहिँ आउँदाखेरि चाहिँ यसको कन्सेप्ट चाहिँ यसरी आएको थियो होइन। लोकल निड के हो होइन, त्यहाँको इन्डिजिनियस नलेजहरूलाई चाहिँ हामीले अनि करिकुलममा राख्ने, लोकल निडहरूलाई त्यहाँको चाहिँ इन्डिजिनियस नलेज ल्याङ्ग्वेजहरू होइन त्यो इन्कर्पोरेट गरेर त्यसलाई चाहिँ सस्टेन गरौँ भने त्यहाँको चाहिँ के भन्छ त्यसलाई अझै इम्पावर गर्ने त्यसलाई चाहिँ होइन। अनि न्यू जेनेरेसनलाई ह्यान्डओभर गर्दै जाने कुरा चाहिँ त्यो ट्रेडिसनल टेक्नोलोजी होला होइन, प्रोफेसन होला, त्यो कन्सेप्ट ल्याएको थियो। र अलिकति फेरि चाहिँ नयाँ कोलोनीहरू फेरि जन्मिने खालकोले गर्दाखेरि अब जो रुलर छ होइन लोकल लेभलमा त्यसले फेरि आफ्नो त्यो देखाइहाल्ने कि आफ्नो चाहिँ लिडरसिप होइन। अनि त्यो देखिन्छ, यसले नयाँ देखाएको छ यो सेभरल मेरो आफ्नो एक्सपिरियन्समा त्यस्तो देखेँ। यसो मात्रै होइन, हामी यो लोकल लेभलमा त्यसो भयो नेसनल करिकुलमको बन्नेदेखि लिएर यहाँ चाहिँ त्यस्तै हुन्छ क्या। म चाहिँ त्यो सिएचआरडीमा है त्यसपछि यो सिडिसीमा करिकुलम डेभलपमेन्ट सेन्टरमा जाँदाखेरि चाहिँ त्यहाँ करिकुलम बन्नेदेखि लिएर हामी त कुन प्रोजेक्ट कहाँबाट आएको छ इन्टरनेसनल त्यसको चाहिँ पुरै इन्फ्लुएन्स चाहिँ भएको छ यहाँ थोरै यो। यसमा चाहिँ हामीले हाम्रो निड के हो त खास चाहिँ कि अबको लिडर्सहरूले चाहिँ अब सिस्टमेटिकली हाम्रो एकदम हाम्रो बेसिकली लिड नेपालको नेप्लिज कन्टेक्समा निड के हो हाम्रो होइन, त्यसमा जान पर्ने। अब अलिक क्रिटिकल्ली थिङ्किङ गरे आइदर इट्स राइट अर नट के होइन, यसले हाम्रो हाम्रो चेन्ज के ल्याउँछ त, अब फ्युचर जेनेरेसनलाई कतातिर लान्छ होला भनेर, हाम्रो अर्गनाइजेसनलाई कतातिर लान्छ होला भन्ने कुरामा चाहिँ अब क्रिटिकल्ली त्यसलाई चाहिँ चेन्जको लागि चाहिँ यो बहस गर्न पर्ने। अघि तपाईँले भने जस्तो अब हामीले यसलाई यो हाम्रो अवेरनेस डेभलप भएको छ, अब हामीले बच्चाको साइडबाट बच्चाले क्वेसन गर्न सक्ने, प्यारेन्ट्सले क्वेसन गर्न सक्ने, यो क्रिटिकल चाहिँ हुनुपर्छ लाग्छ। जसले चाहिँ हामी हाम्रो करिकुलमलाई, हाम्रो लिडरसिपलाई, हाम्रो अर्गनाइजेसनहरूलाई चाहिँ राइट वेमा चाहिँ ड्राइभ गर्न हेल्प गर्छ जस्तो लाग्छ। ओके सुषमा म्याम तपाईँको इन्साइट चाहिँ के छ यसमा चाहिँ? एकदमै राम्रो लाग्यो विचार सर। त्यही हो अब धेरै कुराहरू लिडरसिप भनेको कुरा चाहिँ मलाई चाहिँ लाग्छ होइन, नट ओन्ली सिचुएसन बट विथ द प्यासेज अफ टाइम चेन्ज भइरहेको छ, क्रिटिकली थिङ्क गरिरहेको छौँ। आउने दिनहरू येट प्रमिसिङ बट प्यारलली इट्स गोइङ टु बी भेरी च्यालेन्जिङ। यति नै हो मेरो अहिलेको लागि चाहिँ। हजुर टिना म्याम। यसो यसो के म्याम भनौँ न, अहिलेको कन्टेक्समा नि अब यो सही यो गलत यति ऱ्यापिड चेन्जेसहरू आइरहेको छ कि, एक त टेक्नोलोजी एडभान्समेन्टले गरेर, एक त एआईको अहिले भनौँ न 2-3 इयर्समा यस्तो चेन्जेसहरू आइसकेको छ होइन। तर अब लिडरसिप भनौँ न, अब कतिले डिफाइनहरू पनि गरेको छ त मोस्ट मिसअन्डरस्टुड फेनोमेन यही गर्न सक्ने। त्यही भएर हामीले भनौँ न अब यो एकदमै कम्प्लेक्सै छ कि सर्टनली कसरी गर्ने। अब जस्तो अहिले ग्लोबलाइजेसन र लोकलाइजेसनको गर्नु सट्टा ग्लोकलाइजेसनहरू पनि गर्नुपर्छ, ग्लोबली इन्फ्लुएन्स भएर लोकली कसरी थिङ्क गर्ने। सायद काठमाडौँमा अघि नेपाल भाषाको कारण पनि, किनभने त्यो लोकल कम्युनिटी नेवार त्यसमा हाई ऱ्याङ्कमा हाई रेन्ज मतलब पपुलेसन नेवारहरू हाई भएकोले गर्दाखेरि त्यसलाई प्रिफरेन्सेसहरू दिएको होला। तर यसमा चाहिँ अब मलाई के लाग्छ भने एकदमै रिसर्च बेस डिसिजन्सहरू लिन चाहिँ एकदमै जरुरी छ कि, किनभने यो रिजन टु रिजन, डिस्ट्रिक्ट टु डिस्ट्रिक्ट होइन, कन्ट्री टु कन्ट्री एकदमै सेम डाइमेन्सनले कुनै पनि कुरालाई जज गर्ने र हेर्न सक्ने अवस्था नै अहिलेको छैन के। आज मलाई भनौँ न, भोलि आजको कन्टेक्समा 2082मा भनौँ नेपाल भाषालाई प्रायोरिटीको रूपमा लिएको छ काठमाडौँ जिल्लाले भनेको, भोलिको दिनमा तुरन्तै सिफ्ट गरेर त्यसलाई अर्को गर्न पर्ने अवस्था पनि आउँछ। तर लिडरसिप भनेको चाहिँ भनौँ न, अब एउटा चाहिँ मलाई के लाग्छ भने अहिले चाहिँ रिसर्च बेस डिसिजन लिन एकदमै जरुरी छ। अब यो हाम्रोमा प्रब्लम आएको भनेको त पोलिसी लेभलबाटै हो कि। पहिलो कुरो त एउटा डिकोलोनाइजेसन चाहिँ हाम्रो यो पोलिसी फ्रेमवर्कमा गर्नु एकदमै 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 जरुरी छ। त्यसले गर्दाखेरि कस्तो छ, कुन ठाउँमा कसरी पढाउने, के दिने, कुन लिडरसिपले रोल प्ले गर्छ, कस्तो किसिमको चेन्जेसहरू ल्याउनु पर्छ, कस्तो किसिमको पढाइहरू बच्चाहरूलाई ल्याउँदै गर्नुपर्छ। अहिलेको त अझ त्यो लोकली पनि होइन, डिजिटल एजमा, किनभने हामी लोकली जस्तो कुरा सफर गरे पनि
तपाईँको भनौँ न यो ग्लोबली यो डिजिटल यो युज अफ भनौँ न यो टेक्नोलोजीको युजको कारणले गर्दाखेरि हाम्रो ग्लोबलमा पुरै एक्सपोजर भइसकेको छौँ, स्पेसली भनौँ न हामी अर्बन एरियाजकोतिर। त्यही भएर चाहिँ यही हो त्यही हो भन्दाखेरि पनि अब सिचुएसनले के डिमान्ड गर्छ, कस्तो प्रम्प्ट एक्सन हुन्छ, पोलिसी लेभलबाटै चेन्ज नभए पनि आफ्नो लेभलबाट कस्तो कुराहरू दिन सकिन्छ भन्ने कुरा चाहिँ दिनुपर्छ जस्तो लाग्छ क्या। अनि मोर ओभर मलाई चाहिँ लाग्छ भने मैले अघि सुरुवातमा पनि भने मलाई मेरो फिलोसफी अफ लिडरसिप भनेको इमोसनल कनेक्सन वी सुड बी बिल्ट अप थ्रु कम्युनिकेसन। अहिलेको प्रेजेन्ट सिनारियोमा चाहिँ जस्तो भनौँ न अब सुषमा म्याम हाउ यु हेभ बिन प्र्याक्टिसिङ इन यर स्कुल, जस्तो तपाईँले कुनै डिसिजन लिनु सट्टा चाहिँ तपाईँले टिमलाई कतिको इन्भल्भ गराइरहेको हुन्छ होइन, कतिको भनौँ न अब हाउ ओपन अर ट्रान्सपेरेन्ट इज यो रोल ओभर देयर होइन। यसमा के गरौँ, अब यो कुरा त यति लामो जान्छ कि सो हामी अलिकति जेस्ट मात्र गरौँ। सो इफ वी गेट अपर्च्युनिटी नेक्स्ट टाइम विल बी डिस्कसिङ मोर प्रिसाइजली अनदर टाइम। Yeah, definitely, Tina ma'am. हामी यो podcast भन्दा पनि we had series of discussion अगाडि पनि we talk about all those things होइन। It's really हुन्छ नि एकदमै धेरै एसेन्सहरू पाउँछौँ when we talk with each other हुन्छ नि आफ्नो एउटा कम्फर्ट जोनको साथीहरूसँग। we'll talk about it sure स्योरमा चाहिँ। अब चाहिँ हामी नेक्स्ट प्रसङ्गतिर जाने के गर्ने हो? अब प्रसङ्ग त त्यही हो इमोसनल भनौँ न। अब अलिकति हामीले बच्चाहरूमा पनि अहिलेको डिजिटल एजमा क्रिटिकल अवेरनेस होइन त्यो इन्कल्केट गर्नै पर्छ, आफूमा पनि त्यो ल्याउनै पर्छ क्या हुन्छ नि, आफूमा पनि किन भइरहेछ कसो भइरहेछ भनेर गर्नै पर्छ। अनि मलाई चेन्ज इन माइन्डसेट इज भेरी मच रिक्वायर्ड फर दिस 21st सेन्चुरी। एकदमै आफ्नो माइन्डसेटमा चेन्ज गर न। जस्तो भनौँ न आई थिङ्क यु रिमेम्बर जस्तो डिकोलोनाइजेसनकै कुरा गर्दाखेरि भावना म्यामले हाम्रो त्यो जेनजीको आन्दोलन हुँदाखेरि जब जब के अरे भनौँ न अरूहरूले युनिभर्सिटीले क्लास सी हेज टु कन्डक्ट द क्लास भनौँ न कम्पलसरी गर्दाखेरि तर उहाँले यता कम्प्लायन्स पनि गर्यो, क्लास कन्डक्ट गर्यो, बट सी न्यू होइन हामी त्यो लेभलमा छैन, त्यो रिसिभ गर्ने लेभलमै छैन भनेर उहाँले हाम्रो साइकोलोजिकल एस्पेक्ट पनि त बुझ्नु भयो नि त। त्यही भएर यता कम्प्लायन्समा भयो, क्लास लिनु उहाँको ड्युटी रेस्पोन्सिबिलिटीमा पुग्यो जहाँ उहाँले युनिभर्सिटीलाई रिजेक्ट गर्न सकेन। तर भित्र क्लास किनभने क्लास कसरी अर्गनाइज गर, सिधा जम्प इन्टु द टपिक दिस यु हेभ टु कम्प्लिट भन्ने त कुनै रुल्स थिएन नि त। तर त्यो क्लास ओपन गरिसकेपछिको कसरी त्यसलाई चलाउने भन्ने त उहाँको आफ्नो हातमा रह्यो नि। आई थिङ्क वी हेभ टु फलो द्याट। मलाई चाहिँ त्यो फलो गर्नुपर्छ जस्तो लाग्छ कि सबै, किनभने टप लेभलबाटै चेन्जेस एक्सपेक्ट नगरेर आफ्नो लेभलमा के छ त, तिम्रो हातमा के छ, तिम्रो के शक्ति छ त्यो त गर न त। त्यसपछि अरू चेन्ज गर, त्यसपछि अरू कुरालाई एडभोकेसी गर। जुन चाहिँ हामी लिडर्स भर्सेस म्यानेजरको कुराहरू गर्छौँ, देयर आर सम स्किल्स द्याट हुन्छ नि डिस्टिङ्विस बिट्विन लिडर्स एन्ड म्यानेजर। मलाई चाहिँ लिडरसिपमा अहिले आएर चाहिँ वाट इज द मोस्ट इम्पोर्टेन्ट एसेन्सियल स्किल भनेको चाहिँ आई फिल एन्ड आई एम इन्टु इट, इट्स इमोसनल इन्टेलिजेन्सको कुरा गर्छौँ। जुन चाहिँ इट वाज लाइक हाम्रो उसमा चाहिँ जुन त्यो इमोसनल वेलबिङको कुरा थियो, इमोसनल निडको कुरा थियो एट द्याट टाइम, द्याट वाज कम्प्लिटली प्र्याक्टिस्ड। how a leader, how an educator can practice हुन्छ नि आफ्नो करिकुलम र आफ्नो त्यो एउटा रेस्पोन्सिबिलिटी एन्ड टाइम बाउन्डमा बस्दा बस्दा पनि हाउ क्यान यु एड्रेस द निड अफ अ लर्नर, बिकज लर्निङको लागि त एसेन्सियल थिङ हो कि यु सुड ह्याभ अ पिस स्टेट अफ माइन्ड। र त्यो कुराहरूलाई एड्रेस गरेर त्यो ट्रान्जिसन त्यो फेजबाट चाहिँ लर्निङ फेजसम्मको जुन ट्रान्जिसन थियो इट वाज रियली appreciating and will be remembered for whole lifetime भन्दा पनि हुन्छ। It's not for flattering, not for the podcast, to be very honest. It was really a true example how a person can be a true leader with having such a हुन्छ नि great degree of emotional intelligence चाहिँ कुरा चाहिँ आउँछ। To पूर्ण सर आई टोटली अग्री विथ के अरे एकछिन पूर्ण छ होइन, म यसमा ठ्याक्क म फेरि आई डोन्ट वान्ट टु मिस आउट दिस होइन। जस्तो फेरि एउटा त्यो पाउलोको मतलब भनौँ न यो पोडकास्टहरू हेर्दै गर्दाखेरि अरू अहिलेको सिफ्टिङ भने एक त एआई
इन्टिग्रेसन अफ एआई एकदमै हाई भएको छ हाम्रो एडुकेसनल कन्टेक्स्टमा होइन, जसको भनौँ न इट हेज गिभन अस विथ अपर्च्युनिटिज अल्सो एन्ड एज वेल एज च्यालेन्जेस अल्सो। अब जस्तो म्यामले इमोसनल इन्टेलिजेन्सको कुरा गरिहाल्यो, अहिले चाहिँ एआई जस्तो धेरै कुराहरू आएको छ, एआईले यति धेरै काम गरिरहेको छ, धेरै टिचर्सहरूको जब जानेवाला छ, धेरै रिप्लेसमेन्टहरू हुनेवाला छ, इन सम प्लेसेस रिप्लेसमेन्ट हेज अलरेडी बिन स्टार्टेड। त्यसैले गर्दाखेरि के लाग्छ भने अब चाहिँ हाम्रो सिफ्टिङ चाहिँ एकदमै फुल्ली फोकस चाहिँ इमोसनल इन्टेलिजेन्समै हुनुपर्छ के। अब चाहिँ सिफ्टिङ इज रिक्वायर्ड फ्रम कग्नेटिभ इन्टेलिजेन्स टु इमोसनल इन्टेलिजेन्स, बिकज अहिलेको कन्टेक्स्टमा फ्युचरको इट्स स्टिल सर्टेन, किनभने त्यो इमोसन्स कहाँबाट आउँछ, त्यो इन्टेलिजेन्स कहाँबाट आउँछ भन्ने कुरा त्यही प्रोग्रामिङ डेभलप गरेर त्यो हिसाबले नै फेरि एआई जेनेरेट गर्यो भने त सायद त्यो काम पनि इन फ्युचर गर्न सक्ला। तर अहिलेको कन्टेक्स्टमा त त्यो ह्युमन फिलिङ्स बुझ्ने, ह्युमनको इमोसन्स अनुसारले काम गर्ने भन्ने त एआईको छैन नि त। तर द्याट्स द रिजन अहिलेको सिफ्टिङ चाहिँ एकदमै इमोसनल इन्टेलिजेन्स एभ्रिवेयर इट्स भेरी मच रिक्वायर्ड कि, स्पेसली इन दिस डिजिटल एज। सर के भन्दै हुनुहुन्थ्यो? आइ एम सरी टु इन्टरप्ट, सर भन्नुहोस्। ओके ओके ठिक छ ठिक छ। मलाई एउटा चाहिँ त्यो पिक्चर याद आएको छ क्या, एकजना हाम्रो प्रशिक्षक शेखले एउटा ट्रेनिङमा सेयर गर्नुभएको थियो। मलाई चाहिँ त्यो लिडर्स कस्तो हुनुपर्छ भन्नेमा आएकोमा चाहिँ मलाई त्यो थोरै त्यो पिक्चर हामीले सेयर गर्न पाएन, तर त्यसको पिक्चरको थिममा यहाँहरूलाई सेयर गर्न चाहन्छु। एउटा चाहिँ त्यो भैँसीलाई, बफेलोलाई चाहिँ के भन्दा नि एकदम एउटाले अगाडिबाट पुलिङ्के तानिरहेछ, अर्काले लट्ठीले हिर्काइरहेछ र धकेलिरहेछ क्या, होइन तानिरहेछ, त्यो हिँड्न लागि नसकेर एकदमै हैरान भएको छ। अनि त्यसपछि ठ्याक त्योसँग कम्पेरिजन अर्को चाहिँ कस्तो देखाइरहेको थियो भन्दाखेरि मजाले चाहिँ माथि चढेको छ त्यसमाथि, होइन त्यो बफेलोमाथि चढेको छ, एउटा सागको घाँसको मुठा चाहिँ लट्ठीमा टक्क पर चाहिँ के भन्छ झुन्ड्याइदिएको छ क्या, होइन त्यो घाँसको आशले चाहिँ मान्छे के भन्दाखेरि त्यो ऊ मजाले त्यो लिड के अरे हिँडिरहेको छ क्या, त्यो भैँसी पनि हिँडिरहेको छ, ऊ माथि अनि चढाएको छ है, त्यसरी भनेको त्यो गइरहेको त्यो एनिमल देखाइरहेको छ। अबको लिडर चाहिँ हामीले के त भन्दाखेरि फोर्सफुल्ली अगाडि ड्राइभ गर्न त एकदमै गाह्रो छ क्या, होइन अबको कन्टेक्स्टमा चाहिँ त्यो इमोसनल्ली मान्छेलाई चाहिँ गर्दाखेरि रेडिनेस बनाउनु पर्ने चाहिँ त्यो, होइन चाहे त्यो लर्निङको लागि क्लासरुमको कुरा होला, चाहे हामीले अर्गनाइजेसनमा ओकर्समा हामी चाहिँ लिडर्सको हिसाबले हेर्दाखेरि होला, काम गर्ने इन्भाइरोमेन्ट क्रिएट गर्नको लागि त भित्र इन ड्राइभबाट आउने चाहिँ ल्याउनु पर्ने कुरा देखिन्छ। त्यसको लागि चाहिँ अबको अल्टिमेट के भन्छ सेयर लिडरसिप नै हो है, मलाई लाग्यो चाहिँ सेयर लिडरसिप कि भने अब हामीले डिस्ट्रिब्युटिभ सेयर लिडरसिपमा गयौँ भनेपछि चाहिँ अब हाम्रो एक्सनहरू चाहिँ अब कमन गोल हुँदो रहेछ, अर्गनाइजेसनको कमन गोल हुँदो रहेछ। अघि सुषमाले भन्नुभयो केही सर्टेन छ हामीसँग है, छ त्यो भयो भने हाम्रो आफ्नो कन्टेक्स्ट अनुसार कसरी जान सकिन्छ त। यति धेरै हामीले कुरा गऱ्यौँ, लिडरसिपको इस्टर्न र वेस्टर्नको फिलोसफीको कुरा गऱ्यौँ, होइन त्यसपछि हामीले चाहिँ यो क्रिटिकल पेडागोजीको कुरा गऱ्यौँ, होइन अब कोलोनीको कुरा गऱ्यौँ। हेर्नुहोस् त कति चाहिँ हाम्रो त्यो के भन्छ इन्डिजिनियस नलेजहरू छ, होइन त्यहाँको हाम्रो कल्चरहरू छ, त्यसलाई कसरी इनपुट गर्न सक्छौँ भनेर अब जाने हो भने निश्चय पनि हाम्रो लिडरसिपले चाहिँ के गर्न सकिन्छ भन्दा बेटर गर्न सकिन्छ। अब फ्युचर लिडरसिपमा फ्रम माई साइड एज अ लिडर्स अबको सेयर लिडरसिपमा, होइन डिस्ट्रिब्युटिभ लिडरसिपमा चाहिँ जाने, फ्युचरको लिडरमा चाहिँ अब यो मोडलमा गयो भने चाहिँ हामी सक्सेस हुन्छौँ भन्ने लाग्छ। द्याट्स फ्रम माई साइड। ओके, तर हामी ओके लास्ट क्विज है, टाइम पनि जान लागिसकेको छ। अब मेरो लास्ट फिलोसफी यसबाट चाहिँ म गर्छु, जस्तो भनौँ न यो पौलोको नै फिलोसफीलाई नै म फलो गर्न चाहन्छु कि लिडरसिप अहिलेको कन्टेक्स्टमा भनेको इट्स यो लभ, होप, फेथ, ह्युमिलिटी र ट्रस्टमा बिल्डअप गर्नुपर्छ कि। सो विथ दिस होइन म आजको लागि मेरो अन्डरस्ट्यान्डिङ एडुकेसनल डाइमेन्सनको चाहिँ यसैमा एन्ड गर्न चाहन्छु। सो इफ यु बोथ वान्टेड टु एड एनिथिङ देन यु क्यान एड, अदरवाइज वी क्यान एन्ड द पोडकास्ट। ओके थ्याङ्क यू यति नै फेरि Thank पनि you, कन्टिन्यू गरौँ होला, it's a होइन collaborative learning and having a brief discussion with a great team like this is always fruitful. Ekdamai collaborative learning cha. There are so many things to learn from both of you guys. And it's not only for this podcast, which is a part of our assignment, but definitely I am looking forward to have more discussion, enriching discussion in the future. यति नै होला अहिलेको लागि। पूर्ण सर, वुड यु लाइक टु एड समथिङ अर? ओके होइन इट्स ओके, धेरै अब पनि भएको छ, होइन कति हामी त कति बजिसक्यो है, भयो टाइम पनि अब। अनि ओके
हुन्छ अब फेरि हामी कन्टिन्यू डिस्कसन गर्छौँ एउटा फोरममा हामी यो अहिले प्रोडकास्टको लागि मात्र नभएर यो हाम्रो सिरिज डिस्कसन चाहिँ अझ अगाडि जान्छ अझ हामीले त लिडरसिप आफ्नो इम्प्लिमेन्टेसन गर्ने लेभलमा अझ बढी फोकस गर्नुपर्छ फेरि सेयरिङ गर्दै फेरि आफ्नो चाहिँ अगाडि बढाउने हो आइ एम भेरी ग्ल्याड टु वर्क विथ यु है यो कोलाबोरेसनको लागि यहाँलाई धन्यवाद मलाई यो पौलोको फिलोसफीहरू चाहिँ सबै मनपर्छ सो लास्ट वान विथ प्र्याक्टिस होइन विच मिन्स हुन्छ नि action with reflection भन्ने जस्तो हुन्छ नि the combination of that so with this I think we will end the meeting have a nice time good night Sushma ma'am you can end the meeting now Okay, thank you ma'am. Bye guys, bye everyone. have a nice time, have a nice journey. Thank you. Okay.